बनाउँदैछु नट घिस्यो क्या हो यो बहुत हल्ले हो कि यस्तो छ हालतमा हेर्नु सक्नुहुन्छ होइन मेरो साइकलको हालत यस्तो छ अब म बनाउनु थालेको यो अब बनाएपछि भेटौँला होइन अब यो हाल्छु मैले यो हाल्नु भयो यो बहुत हल्ले हो कि यस्तो छ हालतमा न अहिले म बनाएपछि भेट्छु है टायर निकालिसक्यो होइन यता छ अब यता एउटा जोड्छु अब होइन अब फेरि जोडेपछि भेट्छु है जोडेर भ्याउनु थालिसक्यो होइन यसलाई निकालिसकेँ अब हेरौँ कस्तो हुन्छ अब चल्छ कि नै फेरि फेर्नुपर्छ अब हेर्नुपर्छ होइन गाइस अब छु होइन फेरि यहाँ स्टिकर त हरि चिप्काएको फेरि स्टिकर चिप्काएको म यता हात चाहिँ यस्तो काला भएन दुइटै हात काला खान पानी परिरह्यो फेरि होइन अब होइन अर्को भिडियोमा हेरौँ न युट्युबमा हालेको फेरि भिडियो होइन 400 सब्सक्राइबर पुऱ्याउनु पऱ्यो कि होइन अब रिजन दिन जानु छ शनिबारको दिन चाँडै पछि लाग्छ चाँडै पछि होइन त्यही यो पढाइतिर ध्यान नदिएछ यस्तै हुन्छ गाइस फेरि इक्जाम दिन जानुपर्छ 300 होइन इक्जाम फी त्यही हो सामान चाहिँ लखलिदिनु हो अब हेर म थपार्छु म त दिदीको गाली खान्छ कि दिदीको गाली कालो हातले अब नुहाउनु पऱ्यो बेसी जान पऱ्यो होइन कपडा सपडा के लाने खाइसक्यो पानी पर्यो त्यही अब अर्को भिडियोमा भेटौँ न अर्को भिडियोमा लाइक कमेन्ट गरिदिनु होला होइन बनाउँदैछु नट घिस्यो क्या हो सोलो नआन्छ क्या अझै खै फाइनली बनाउनु गाइस ब्रेक चाहिँ अब हेरौँ कस्तो हुन्छ कस्तो कालो भइसक्यो हेर नि केटाले मलाई जिस्काउँथ्यो कि मेकानिक भनेर अहिले चाहिँ आफै भिडियो बनाइदियो त्यसमा कति फाइदा भयो आफै सिकेर यहाँ नत्र साइकल पसल जानु पर्दैन यस्ता बनाउनु के नतै कासे छ मलाई चाहिँ कम से कम भाइको साइकल थिएन र गियर तिम्रो कि कसको रे गियर साइकल भएको गियर निकाल्न कति लाग्छ खै म त आफै निकालेको लाग्ला नि 100-200 चेन काट्नुपर्छ लास्ट काट्दिन चेन काटेको मैले 3-4 आफै अब म बन्द गरिदिउँ अहिले आएन यहाँ हेर्नु यहाँ अब यस्तो पोस्नुपर्छ के यस्तो लुगा बन्द गरिदिउँ किन